ल के को लागि भोट दिन आउनु भएको छ? के को लागि अब केही त होला नि, जस्तै नेताहरूको चुनाव छ कि कसको चुनाव छ कि बिना बालन लुकमा आउँदै हुनुहुन्छ? उहाँलाई पहिला स्वागत गरौँ। हजुर धन्यवाद। तपाईँ के गर्न आउनु भएको छ यहाँ? भोट हाल्न। भोट हाल्न। के को चुनाव चल्दैछ? अनि यो चुनावमा चाहिँ कुन छापलाई चाहिँ तपाईँ भोट दिन जाँदै हुनुहुन्छ? आमा त्यो त म भन्दैन। आफ्नो आइडी कार्ड र धारा नम्बर खुल्ने कागज लिएर आएर मतदान स्थलमा आएर मत दिनु होला। हेलो दर्शकवृन्द, नमस्ते, प्रणाम। अहिले हामी बारा जिल्लाको जोधपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर 2 मा रहेको सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा आएका छौँ र यहाँ हाल यही समितिको चुनाव चल्दैछ र यसै समितिका अध्यक्ष, उपाध्यक्ष, सदस्यहरू, पदमा उठेका सदस्यहरूसँग हामी कुराकानी गर्नेछौँ र यहाँ चुनावको अवस्था कस्तो छ त्यसको पनि हामी तपाईहरुलाई प्रत्यक्ष रूपमा हामी देखाउनेछौँ। सर्वप्रथम भित्र जाम, अवस्था कस्तो छ बुझौँ एकचोटि। पुरा लाइन मजाले तपाईलाई चेकिङ गरिँदैछ। पालो पालो चेकिङ गरेर मात्र भित्र पठाउने कार्य चाहिँ यहाँ भइराखेको छ। यहाँ नगर प्रहरी पनि उपस्थित हुनुहुन्छ। यहाँ खानेपानी संस्थाबाट पनि सहकर्मीहरू उपस्थित हुनुहुन्छ। यहाँ स्पष्ट रूपले हेर्न सक्नुहुन्छ। अहिले हामी सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा आएका छौँ। तपाईँ ब्याकग्राउन्डमा पनि हेर्न सक्नुहुन्छ। यहाँ प्रतिनिधिहरू उभिनु भएको छ। उहाँहरूसँग केही कुराकानी गरौँ, के कस्तो तयारी चल्दैछ उहाँहरूसँग बुझौँ एकचोटि। अध्यक्ष पदमा लडेको उम्मेदवार। अनि तपाईँको चाहिँ चुनाव चिन्ह के छ? मेरो चुनाव चिन्ह किताब, खुल्ला किताब। अनि किताब नै रोज्नुको मुख्य कारण के बन्न जान्छ? अब यो यसो हो, प्रतिस्पर्धामा अब गोला प्रथाबाट 5 जना उम्मेदवार, 5 जना उम्मेदवार मध्येमा गोला प्रथा गरेपछि जसको भागमा जे पर्यो त्यही नै हाम्रो चिन्ह भनेर हामीले सहमति पहिले गरिसकेको अवस्थामा त्यही भएर मेरो चाहिँ के चुनाव चिन्ह किताब परेको हुनाले मेरो चुनाव चिन्ह चाहिँ किताब। बिहान 8 बजेदेखि यो मत चाहिँ खस्ने सुरु भएको होइन? हो। अनि यो हालसम्म कतिवटा मत चाहिँ खसिसकेका छन् र कति यहाँ मतदाता रहेका छन्? यहाँ मतदाता 5243 मतदाता हुनुहुन्छ। अनि रह्यो कुरा अब यो अब कति खसेको छ कति खस्छ भन्ने कुरा त मतदान अधिकृतलाई गएर सोध्दा हैन। लमसम एनालाइज त गर्नु होला। एनालाइज अब 3500 जति मत खस्छ जस्तो लागिरहेछ। दर्शकवृन्द स्पष्ट रूपले सुन्नुभयो। उहाँ चाहिँ किताब चिन्हबाट चाहिँ उठ्नु भएको छ। अध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ उहाँ र यहाँ चाहिँ चुनाव सदगर्मी बढ्दै गएको छ। बिहान 8 बजेदेखि यो चुनाव सुरु भएको हो र यहाँ स्पष्ट हेर्न सक्नुहुन्छ। यहाँ पुरा पालो पालो गरेर चेकिङ गरेर नेम लिस्टमा नाम मिलाएर मात्र भित्र प्रवेश गर्न व्यवस्था गरिएको छ। यहाँ स्पष्ट रूपले तपाईँ हेर्न सक्नुहुनेछ। दर्शकवृन्द ब्याकग्राउन्डमा तपाईँ स्पष्ट रूपले हेर्न सक्नुहुन्छ। यहाँ महिला पुरुष सबै छुट्याइएको छ र यहाँ बुथ नम्बर 1, बुथ नम्बर 2, बुथ नम्बर 3, बुथ नम्बर 4 सम्म छुट्याइएको छ र हेर्न सक्नुहुन्छ। एकदम वेल मेन्टेन तरिकाले चाहिँ चुनाव अहिले शान्तिपूर्ण तरिकाले चलिराखेको छ र यहाँ हेर्न सक्नुहुन्छ। यहाँ एउटा मतदाता आउनु भएको छ। उहाँको उमेर अनुमानित गर्ने हो भने 90 वर्ष क्रस गरेको होला र उहाँसँग केही हामी कुरा गरौँ। उहाँको चाहिँ विचार के छ? आमा के छ? सन्चै हुनुहुन्छ? अनि के गर्न आउनु भएको यत्रो भिडमा? अब बोलेर आउनु आयो नि। अब के गर्न आउनु भएको? भोट हाल्न? के को भोट हाल्न जाँदै हुनुहुन्छ तपाईँ? अब के थाहा छैन तपाईँले? तपाईँले आउनु भन्दा पहिला कसैले जानकारी दिएको रहेनछ? ल के को लागि भोट दिन आउनु भएको छ? के को लागि अब केही त होला नि, जस्तै नेताहरूको चुनाव छ कि कसको चुनाव छ कि विद्यालयको चुनाव छ? हजुर अब जे मन लाग्यो त्यही होइन। त यो चुनाव चाहिँ के को चलिराखेको छ अहिले? विद्यालय व्यवस्थापनको चलिराखेको छ कि नेताहरूको चुनाव चलिराखेको छ कि खानेपानीको चलिराखेको छ? खानेपानीको हामी खानु पर्यो नि त। ल आमालाई चाहिँ याद रहेको छ त मात्र बिर्सिनु भएको थियो उहाँ। चुनावमा मत हाल्न र यो चुनाव के को लागि हो उहाँले सुरुमा अलि अन्यलमा पर्नुभयो, तर बिस्तारै उहाँले हिन्ट दिएपछि उहाँले बल्ल समात्नुभयो र बताउनुभयो। अब यसै
सन्दर्भमा केन्द्रित रहेर यही चुनाव स्थलका सूचना अधिकृत हुनुहुन्छ, उहाँसँग हामी कुरा केही गर्नेछौँ। सर्वप्रथम केही कुरा गरौँ भन्दा पहिला उहाँले कार्यक्रममा स्वागत हो। तपाईँले कार्यक्रममा स्वागत छ। धन्यवाद। अनि सर, यो चुनाव बिहान 8 बजेदेखि चलेको छ होइन? हालसम्म कति मत खसिसकेका छन् र टोटल मत कति छन्? हाम्रो टोटल मतदाता भनेको 5245 हुन्। हालसम्म अघि 10 मिनट अगाडिको अपडेट अनुसार हामीले 150 वटा मत खसिसकेको छ। निर्वाचन हाम्रो 8 बजेदेखि सुरु भए तापनि हाम्रो 4 बजेसम्म हुनेछ र सम्पूर्ण उपभोक्ताहरूलाई चाहिँ म तपाईँहरूकै मिडियाबाट के आग्रह गर्न चाहन्छु भने आफ्नो आइडी कार्ड र धारा नम्बर खुल्ने कागज लिएर आएर मतदान स्थलमा आएर मत दिनु होला। आफ्नो अमूल्य मत दिएर हाम्रो खानेपानीलाई चाहिँ सहयोग गर्नु होला भन्ने म अपिल गर्न चाहन्छु। अनि यो मत केन्द्रलाई चाहिँ व्यवस्थित गर्न वा केही बाधा त परेन नि? छैन, हाम्रो यो आफ्नै कम्पाउन्ड वाल भएको हुनाले हामीलाई त्यस्तो बाधा अडचन त छैन। नेपाल प्रहरी हाम्रो नगर प्रहरीहरूको सहयोगमा हामीले मतदान स्थललाई चाहिँ भयरहित अवस्थामा निर्वाचन गराउने भनेर लागि परेका छौँ। यति नै हो। दर्शकबिन सुन्नुभयो स्पष्ट रूपले, चुनाव चाहिँ एकदम वेल मेन्टेन तरिकाले चलिराखेको छ, शान्तिपूर्ण वातावरण छ, स्थानीयहरू ललायत छन् आफ्ना पदाधिकारीहरूलाई निर्वाचित गर्नको लागि। कोही आउनुहुन्छ, उहाँसँग कुरा गर्नेछौँ हामी। तपाईँ के गर्न आउनुभयो? हामी भोट दिन। भोट दिन? यो चुनाव चाहिँ के को हो? यो खानेपानीको। खानेपानीको? र यो चुनावमा चाहिँ बिहान 8 बजेदेखि सुरु भएको होइन? अनि यो चुनावमा चाहिँ कुन छापलाई चाहिँ तपाईँ भोट दिन जाँदै हुनुहुन्छ? आमा त्यो त म भन्दैन, भन्न मिल्दैन, त्यस्तो त भन्न मिल्दैन। एक मिनेट भन्नु ल, बाहिर त्योलाई हिडन नै राखौँ, हामी गोप्य राखौँ होइन? त्यो छापलाई भोट दिनुको मुख्य कारण के भन्न जान्छ? हामीलाई राम्रो अब खानेपानीमा राम्रोसँग उयो सस्ता, अब सस्ताको भोट हो यो, राम्रोसँग दिनुहुन्छ। अब यहाँ जसले राम्रो गर्छ त्यसैलाई दिने भोट। दर्शकबिन स्पष्ट सुन्नुभयो, हुन त जसले राम्रो मेन्टेन गरेको छ उहाँलाई नै भोट दिनुहुन्छ, उहाँहरूको कथन थियो। हुन त कसलाई भोट दिनुहुन्छ त्यो त गोप्य नै रहन्छ। यहाँ मलाई लाग्दैन कोही बताउँछ भने, अनि बतायो भने पनि हामी प्रसारणमा देखाउँदैनौँ, किनभने भोलिको दिनमा त्यो एउटा विवादित शब्द हुन जान्छ। यसै क्रममा हामी एकजना हुनुहुन्छ, उहाँलाई बुझौँ एकचोटि उहाँ के गर्न आउनु भएको छ। काका नमस्ते। सन्चै हुनुहुन्छ? अनि तपाईँ के गर्न आउनु भएको छ यहाँ? के गर्न? यो के को पूजा हो? के गर्न आउनु भएको? धाराको भोट हाल्नुलाई। भोट धाराको खानेपानी सरसफाई भोट दिन आउनु भएको छ। अनि भोट दिनुको मुख्य कारण के छ? जुन हाल्ने मेरो मर्जीले हाल्ने हो, होइन? मेरो मर्जीले हाल्ने। मर्जीले हाल्नुहुन्छ? कसै झगडा गर्नु पाउँदैन, सम्पूर्णसँग भोट हालिराख्ने जाने, त्यति हो। दर्शकबिन सुन्नुभयो तपाईँले, उहाँले चाहिँ आफ्नो मनले आफूले रोजेको मान्छेलाई नै उहाँले मत दिनुहुन्छ। उहाँले स्पष्ट रूपले राख्नु भएको छ कुरा। र यसै सन्दर्भमा एउटा महिला आउँदै हुनुहुन्छ, उहाँसँग हामी कुरा गर्ने प्रयास गर्नेछौँ। सर्वप्रथम बुझौँ उहाँबाट, तपाईँ के गर्न आउनु भएको छ यहाँ? भोट हाल्न। भोट हाल्न? के को चुनाव चल्दैछ? खानेपानीको। खानेपानीको चल्दैछ। र यो चुनावमा चाहिँ कुन छापलाई चाहिँ तपाईँ भोट दिने विचार गर्दै हुनुहुन्छ? हुन त त्यो गोप्य नै राखौँ, छापलाई भोट दिनुको मुख्य कारण के भन्न जान्छ? यहाँ खानेपानी राम्रो विकास गर्नुहुन्छ भनेर। आउने दिनमा अझै सेवा सुविधा अझ राम्रो बनाउनु पर्यो नि सेवा सुविधा। दर्शकबिन स्पष्ट सुन्नुभयो, उहाँले भन्दै हुनुहुन्थ्यो कि अझै सुदृढ भएर जाओस्, राम्रो व्यवस्थापन होस्, जनतालाई सहुलियत रूपमा पानी पिउन अधिकार पाओस्। हुन त यहाँ खानेपानी मन्त्रालयको कुर्सी घरिघरि बदलिने गरेको हुन्छ, तर यहाँ स्थानीय स्तरमा पनि हामी चुनावको सदगर्मी स्पष्ट रूपले हेर्न सक्छौँ। र यसै सन्दर्भमा एकजना मतदातासँग हामी कुरा गर्ने प्रयास गर्नेछौँ, आउँदै हुनुहुन्छ, उहाँलाई पनि हामी वेलकम गरौँ र उहाँसँग बुझौँ उहाँले कुन छापलाई रोज्नु भएको छ। हुन त यो गोप्य नै राखौँ, तर त्यो छापलाई भोट दिनुको मुख्य कारण के बन्न जान्छ उहाँहरूसँग नै हामी बुझ्नेछौँ। आउन दिनु ल। यहाँ एउटा बालन लुकमा आउँदै हुनुहुन्छ, उहाँलाई पहिला स्वागत गरौँ। हजुर धन्यवाद। अनि तपाईँ के गर्न आउनु भएको? म भोट दिन आएको छु बाबु। भोट दिन के को लागि यो भोट चल्दैछ? यो खानेपानीलाई सुरक्षित राख्नको लागि। अनि यो भोटमा चाहिँ तपाईँ कुन छापलाई चाहिँ भोट दिनुहुन्छ? हुन त त्यो गोप्य नै रहोस्, तर त्यो छापलाई भोट दिनुको मुख्य कारण के भन्न? यो खानेपानीमा चाहिने जति पनि हाम्रो चाहिने संस्थामा जे पनि आइपरेको कुराहरू छन् नि, राम्रो होस् होइन, त्यसकै लागि पक्षमा छु। अनि आगामी दिनमा केही सेवा सुविधा थप गर्ने व्यक्तिलाई रोज्नुहुन्छ कि त्यसै कार्यालय निरन्तरता दिनेलाई? अब यस्तो छ कि बाबु, अब जसको चाहिने हुन्छ नि, अब जस्तै भनौँ न, अब मैले कसलाई रोजेको छु, उहाँको विजय भने
त्यसको लागि चाहिँ हामीहरू सबैजना लागि परेर खानेपानीलाई सक्दो हामी योभन्दा अझै राम्रो गर्ने प्रयासमा छौँ। एउटा हिसाबले हेर्ने हो भने तपाईँलाई त्यो अन्तरिम सरकार गठन भएपछि एनटिसी को प्याकेजमा 3000 को कटौती भयो, अर्थात् 8000 को प्याकेजलाई 5000 मा झारियो। त्यस्तै व्यक्तिलाई रोज्नुहुन्छ कि 5000 मा आयो भने चाहिँ हामी खुसी छौँ। हजुर अहिले चाहिँ मत हाल्न जाँदै हुनुहुन्छ नि? हजुर हजुर। के मापदण्ड तपाईँलाई अपनाउनु पर्ने बताउनु भएको छ उहाँले सबै थाहा छ मलाई बताउनु भएको छ। दर्शकबिन सुन्नुभयो, उहाँले चाहिँ पनि कथन त्यही थियो कि हामीलाई जसले सेवा सुविधा राम्रो दिन्छ र आगामी दिनमा हामीलाई चिन्ने गर्छ उसलाई नै हामी भोट दिन्छौँ। र आज यहाँको हामी प्रस्तुति तपाईँलाई स्पष्ट रूपले देखायौँ, यहाँको अवस्था कस्तो छ त्यो बारेमा पनि तपाईँलाई स्पष्ट रूपले बुझायौँ र यहाँ केही स्थानीयसँग बुझ्दा पनि उहाँले चुनावको बारेमा बताउनु भयो, राम्रो तरिकाले बताउनु भयो र कस्तो व्यक्तिलाई मत दिनुहुन्छ त्यो पनि बताउनु भयो, तर गोप्य तरिकाले बताउनु भयो र राम्रो तरिकाले बताउनु भयो। यति भन्दै कार्यक्रमबाट म बिदा लिन्छु। नमस्ते।